नमस्ते साथीहरू, स्वागत छ आजको हाम्रो कार रिभ्यू, जहाँ हामी कुरा गर्दैछौँ इलेक्ट्रिक एसयुभी बजारको नयाँ स्टार BYD सिलाइन 7 बारे। यो कारले अहिले विश्वका इभी प्रेमीलाई आकर्षित गरेको छ र नेपालमा पनि यसको चर्चा दिनदिनै बढ्दो छ। सबैभन्दा पहिला कुरा गरौँ यसको बाहिरी लुक्सको। BYD सिलाइन 7 BYD को ओसियन सिरिजमा पर्छ र यसको डिजाइन एकदमै फिचरनिस्ट र प्रिमियम फिल दिनेछ। अगाडिको सिल्क ल्यान्ड हेडल्याम्प, क्रप बोनट र वाइल्ड ग्रिललेस फ्रन्टले यसलाई मोडर्न लुक दिएको छ। साइड प्रोफाइलमा कप स्टाइल रूपलाइन र प्लस डोर ह्यान्डलले लग्जरी टच जोडेको छ। अब हामी भित्र छिरौँ। BYD सिलाइन 7 को इन्टेरियर साँच्चै हाई टच महसुस गराउँछ। 15.6 इन्चको रोटेटिङ टच स्क्रिन, इन्फो एनिमेटेड सिस्टम, डिजिटल एम्बियन्ट लाइटिङ र सफ्ट टच मेटेरियल सबैले लग्जरी एसयुभी को फिल दिन्छ। यसमा 19 इन्चको एलो व्हील दिएको छ, जसले रोड पर्फर्मेन्स दमेदार बनाउँछ। यसको फ्रन्ट र रियर सिट दुवै भेन्टिलेटेड छन्। प्यानोरामिक सनरुफ छ र स्पेस पनि धेरै राम्रो छ, जसले लङ ड्राइभको लागि पनि धेरै कम्फर्ट हुनेछ। अब हामी कुरा गरौँ चार्जिङ टेक्नोलोजीको। फास्ट चार्जरद्वारा सिलाइन 7 लाई 0 देखि 80% चार्ज गर्न करिब 30 देखि 40 मिनेट लाग्छ। एसी होम चार्जिङबाट चार्ज गर्नलाई 6 देखि 9 आवरसम्म लाग्न सक्छ।
अब हामी कुरा गरौँ इभी सेगमेन्टको सबैभन्दा महत्त्वपूर्ण भाग ब्याट्री र पर्फर्मेन्स। BYD सिलाइन 7 मा BYD को ब्लेड ब्याट्री टेक्नोलोजी युज गरिएको छ जसले सुरक्षामा एकदमै राम्रो रोल खेल्छ। यो कार दुई भर्जनमा उपलब्ध छ, रियर व्हील ड्राइभ मोडल र अल व्हील ड्राइभ मोडल। यदि तपाईहरू इको फ्रेन्डली तर पावरफुल एसयुभी खोज्दै हुनुहुन्छ भने BYD सिलाइन 7 निश्चित रूपमा एक स्ट्रङ अप्सन हो। लग्जरी, रेन्ज, पर्फर्मेन्स र टेक्नोलोजी सबै एकैसाथ BYD ले यो मोडलबाट साँच्चीकै नेक्स्ट लेभलको एक्सपिरियन्स दिएको छ। अब कुरा गरौँ यसको रेन्जको। यसले फुल चार्जमा 440 किलोमिटरको रेन्ज दिन्छ। अन्त्यमा सबैको चासोको विषय यसलाई कति पर्छ त? अन्तर्राष्ट्रिय बजारमा सिलाइन 7 को प्राइस करिब USD 35,000 देखि 45,000 बीच पर्छ। नेपालमा इम्पोर्ट पछिको प्राइस करिब 75 देखि 90 लाख सम्म पुग्न सक्छ। यो कुरा भेरिएन्ट र ट्यागमा भर पर्छ। हे BYD, ओपन विन्डो। Okay. Hey BYD, close window. Okay. धन्यवाद साथीहरू। यदि हजुरहरू यो रिभ्यू रुचाउनु भयो भने भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस् है त। फेरि भेटौँला अर्को रोचक इभी रिभ्यू सहित। तबसम्मका लागि सेफ ड्राइभ, ग्रिन ड्राइभ।